तँलाई रक्कीको आमाले यसरी नै सहन्छिन् भन्ने लागेको छ? आफ्नो कट्टु त आफै धुन्नस् अनि ठुलो कुरा गर्दै सासूको घरमा बस्न जाने रे? ओहो आमै, कस्तो कचकच। मलाई एक्लै छोडिदिनुस् न। अहिलेका अहिले यी भाँडाहरू सफा गर। यी सबै मेरो नङ बिग्रिन्छ, म गर्दिन। रक्की, मेरी आमाको कचकचले गर्दा म हैरान भइसके। सुन्न राम्री, आज राति यता आऊ, हामी दुई मात्र। आजको रात तिमी पुरै मेरी हुनेछौ। फेरि त्यही काम नलाग्ने केटासँग जान लागे कि? अलिकति त सोच, म त थाकिसके। आमै, यदि तपाईले यस्तै व्यवहार गरिरहनु भयो भने म आफ्नो सामान लिन पनि यहाँ आउने छैन। हे भगवान, यो केटीले आफ्नै जिन्दगी बर्बाद गर्ने भई। आफ्नो आमालाई अझै केही दिन सह। मैले मेरी आमालाई तिमीलाई यहाँ ल्याउन मनाउनु पर्छ। हाम्रो आफ्नै छुट्टै कोठा खोज्दा राम्रो हुँदैन र? यहाँ ठिक छ नि, आमाले पकाउनुहुन्छ, बुबाले सबै किनिदिनुहुन्छ, मलाई केही चिन्ता छैन। तँलाई थाहा छैन तेरो के हाल हुनेवाला छ मेरी सुन्दरी।